एभ्रिवान। आज चाहिँ हामी यस बेला चाहिँ साँझदेखि एउटा भिडियो गर्दैछु। म चाहिँ हामी घुम्न हिँड्दैछौँ। यी दिदी सानो नानी दिदीको छोरी अनि अर्को बाबु बाटोतिर डुलम भनेर मलाई लिन आउनुभएको थियो। अनि म पनि च्याटचुट राम्री भएर चिटिक्क परेर अनि चाँडो हिँड्दैछु बाटोमा। अनि आमा पनि आउनुभयो, सँगै हुन्छ आमा नि। यहाँबाट जहाँ गएर उता पुग्यो। कहाँ हुन्छ साथीहरू हेर्दै जाम। यहाँ गौरहरूले सत्यनाश त देख्न सक्नुहुन्छ। यस्तो छ मिसिन आउने कहिले कहिले हावापानी छिटी आउँछ भन्छन्। के गर्ने हो साथीहरू, यस्तै छ। यी रमाइलो राम्रो हुन त त्यस्तै हो, अलिअलि च्याटचुट परेर हिँडेको चाहिँ हो है साथीहरू, देख्न सक्छ। हामी चाहिँ अब गाउँले पारामा हिँड्नु पर्यो, सहरिया पारा हिँड्न छैन। हिँड्दैछौँ। यो चाहिँ देख्न सक्नुहुन्छ, यो दुई तले चाहिँ दिदीको घर हो। यो दिदीको घर हो है। फेरि यो दिदीको घर हो। यो दुई तला चाहिँ यही बाटो काटी काटी हिँड्ने हो। अनि उहाँ दुई तला यहाँ त भन्नै परेन, यो टोलै करोडपति भनौँ। त्यस्तै छ साथीहरू। रोड पनि पक्का छ यहाँ त। फेरि देख्न सक्नुहुन्छ। हो यो पछाडिको चाहिँ दिदीहरूको घर हो। अनि त्यहाँ दिदी चाहिँ मलाई लिन भनेर उता जानुभएको थियो घुम्नलाई साथीहरू। देख्न सक्नुहुन्छ सीता दिदी भनेर चिल्लाउनु भयो। सीता दिदीलाई पनि घुम्न लिएर जाने भनेको। जाम के हिँड्नु के हो र, खालि खाना पकाउनु लाखौँ खाना पकाउनु लाखौँ घुम्नै जान नहुने चाहिँ। यहाँ चाहिँ छोरीलाई 3टा रोटी पकाइदिनु हुन्छ। 3टा रोटी पकाएर आउँछु भन्नुभयो। हामी चाहिँ कुर्दैछौँ। हामी चाहिँ लहर लुहुर लेखेर लुहुर पा साथी देख्न सक्नुहुन्छ। यो चाहिँ आरतीको छोरा, यी चाहिँ दिदीको छोरा छोरी। अनि त्यहाँबाट यी छोरा छोरी नि त एउटै अनुहारका छन् नि त। तिम्रो मम्मीसँग पठाइदिने हो क्या तिमीलाई। मैले केरा खान्छु 3 चोटि, टोइलेट जान्छु भन्ने हो किन भन्नु त होइन भन्नु न। इक्जाम कस्तो भयो ल भन त। राम्रो। तिम्रो कस्तो भयो त? ए ल केटाकेटीसँग सोध्दैछु इक्जाम कस्तो भयो, त्यही पनि घुम्न लिएर हिँड्यौँ। केटाकेटी हाम्रो त कहाँ चरी जाइ उड्छ के अरे। हेर्नु साथीहरू, फेरि पनि देख्न सक्नुहुन्छ यो घर हामी आइसक्यौँ। देख्न सक्नुहुन्छ यो सानो हो तर चुट्टा खाने मिठो छ कि घर। फेरि देख्न सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। आमा घर जम्मा 2 जना हो बस्नु। यहाँ हेर्नु टमाटर 10 जनाले खाने जति खोले हेर्नु त। देख्न सक्नुहुन्छ यति राम्रो बना छ्याकछुक। आमाले चाहिँ दाल निफान्दै हुनुहुन्छ। देख्न सक्नुहुन्छ यी दाल यत्रो बनाउनु भयो है निफालेर। आमा केटाकेटी मै हो आमा। देख्न सक्नुहुन्छ सबैजना हिँड्नुभयो। सबैजना हिँड्नुभयो है। ठुलमान पनि आउनुभयो भर्खरै। हामी हिँड्दैछौँ। ठुलमान पनि हिँड्दै हुन्छ है साथीहरू। यस्तै छ। देख्नुहुन्छ यहाँबाट 2 जना थपिनु भयो। आमा जानु न अरे। हामी त यहाँ आइयो साथीहरू, यत्रो बाटो आइयो। यहाँ देख्न सक्नुहुन्छ कलपेर्थीमा आइयो। देख्न सकिन है। फुलमम चाहिँ चेक गर्नुभयो। गहुँ कच्चीको भाँचियो भनेर चाहिँ चेक गर्दै हुनुहुन्छ। म चाहिँ सानो नानी हो भाइ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ माछा पोखरी छ। देख्न सक्नुहुन्छ के गर्ने होला। देख्न सक्नुहुन्छ कति ठुल्ठुलो बाख्रा छन्। त्यतातिर त देखाउनुहुन्न। भाइरल हुन्छ एकै दिन। हामी चाहिँ फर्किसक्यौँ है साथीहरू। यी फर्किँदै छौँ। सबैले जनालाई देख्न सक्नुहुन्छ अगाडि। एउटालाई हेर झ्याउलाहरू लगेर जति ठुलो पाइला काट्यो नि घर पुग्ने जस्तो मान्छेले झ्याउलाइसक्यो अरे।
हामी यहाँ सानो पाइला खान हल्का हल्का हिँड्दा पुग्ने कतिखेर पुग्ने भने लामो लामो पाइला हुँदा पनि झ्याउ लागिसक्यो रे साथीहरू किरिमको कुरा हुँदैछ है साथीहरू फेयर एन्ड लभलीको कुरा 10 अहिले चाहिँ चाउरी पर्छ भन्छन् हामीले पनि लाग्यो है साथीहरू हजुरहरूले लाउनु भयो कि नै कमेन्ट चाहिँ गर्नु होला उजेलो है साथीहरू ए देख्न सक्नुहुन्छ यहाँ गोटा खेल्दैछन् हामी सानोको सम्झना दिलाछन् यिनीहरूले चाहिँ म चाहिँ केटाकेटीसँग गोटागोटी खेल्न आएँ है साथीहरू खेल्ने पनि यहाँ हेर न गाउँका छोरीहरूसित लगेर देख्न सक्नुहुन्छ म पनि गोटा खेल्दैछु ल खेल्दैछु नि यहाँ हेर हेर छोपे हौ एउटा मात्र एउटा छोपे कति हो दुईटा खाले हो दुईटा खालियो ल साथीहरू देख्न सक्नुहुन्छ म चाहिँ यी केटाकेटीसँग गोटा खेल्दैछु ल फेरि एक वडा खेल्नु भएको ए तीनटा भयो अब चाडा हो हैन त्यो यस्तो गरेर फाल्ने हो यस्तो होला हो सुरुमा माथिबाट फाल्ने असिकाले गरे जस्तै हो समता असिकाला यस्तो होला हो एउटा वाला हो दुई पछि बल्ल दुईटा कुन यो लास्टमा एकैचोटी छिराउनु पर्छ है यो लास्टमा छिराउने एकैचोटी एकैचोटी छिराइदिनु आउट भयो साथीहरू देख्न सक्नुहुन्छ म चाहिँ आउट भएँ हुन्छ हामी चाहिँ घरतर्फ आइसक्यौँ अब चाहिँ पुग्न यति समय छ है साथीहरू मेरो चाहिँ छोरो रोयो होला म चाहिँ त्यहाँ साथीको घर पनि यस्तो गफ गरेर बसेँ एकछिन त्यही भएर हो हिँड्दैछौँ देख्न सक्नुहुन्छ अहिले घर पुगेपछि एकैचोटि आउँछु ल बाई हेलो साथीहरू म चाहिँ घरतर्फ आएँ अब मेरो लास्ट हुँदैछ ब्लग पनि फेरि पनि अनि फाइनली म घर आइपुगेँ चाहिँ म चाहिँ घर आइपुगेँ साथीहरू देख्न सक्नुहुन्छ फेरि हाम्रो यो मकै आयो मकै सँगसँगै यो हाम्रो टङ्की पनि आयो अनि म चाहिँ मेरो घर चाहिँ हो यो है साथीहरू देख्न सक्नुहुन्छ म चाहिँ यता हाम्रो आँपलाई देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो चुटुक्काको आँप आज चाहिँ म बाटोदेखिबाट गरेको थिएँ त्यही भएर देख्न सक्नु भएन अहिले चाहिँ देखाउँदैछु म चाहिँ आएँ हाम्रो मकै उठेको छ म चाहिँ कपडा धोएर गएको थिएँ कपडा त्यतिकै राखेको छु